हेलो कस्तो देखिरहेछ गाइज हेलो गाइज वेलकम टु माई च्यानल जुन चाहिँ छँदै छैन है मेरो च्यानल चाहिँ होइन कहाँ जान्छ यस्तो लाग्छ होइन हामी चाहिँ आज जाँदैछौँ चर्चतिर अनि के कस्तो हुन्छ तपाईँहरूलाई देखाउने नै छौँ टिल देन वेट गरेर भ्लगहरू राम्रोसँग हेर्नु होला होइन र अहिले चाहिँ हामी सामानहरू किन्न जाँदैछौँ अब हेरौँ हामी चाहिँ हुनुहुन्छ दिदी र म चाहिँ प्रिन्सेस असरी चढिरहेको छु लगाइ हामी जानेछौँ एकलाई वेट गरेर हेर्नु होला बाई गाइस कसैले नभन्दै मैले यहाँ सेन्ट हेर्दै थिएँ अन्त खालि कति धेरै हेरेको अनि सेन्ट लाग्ने आउँछ गाइस आजको लागि अलिकति बाँकी अब अनि सबै किनेर bisa wait welcome to my channel thank you so much तपाईँ कहाँबाट आउनुभएको तपाईँ नङ्गे हो जवान भाइ बहिनीहरू साग केलाउँदै हुनुहुन्छ अन्त दिदीले मासु सानो सानो पिस पार्दै काट्दै हुनुहुन्छ रितुको स्टाइल हेर्नु नि यहाँ उभिने स्टाइल बाफ्रे कुरै नगरौँ फेरि बस्ने स्टाइल फेरि डह्रो छ होला नि मेरो बस्ने स्टाइलले फेरि भाइरल होला सफल गर्दै उता भाइहरू उता सुरु गर्नु उता 5 रुपियाँहरू सुरु हेर्नुहोस् गाइस आज चाहिँ हाम्रो भाइ होइन अनि बाहिर जाँदैछ अनि बाबुलाई चाहिँ कुकुरको मासु बनाउँछ त्यही भएर अनि जेलजेनले खाएको त्यो साइमनहरूले हुनुहुन्छ अङ्कलहरू मजाले खाइरहनु भएको छ गाइज अब हाम्रो यहाँ प्रोग्राम सुरु हुँदैछ यहाँ पनि छ एउटा त्यही माथि गर्नु लागि हाम्रो हातले छेन पनि हुनेछ यहीँ छ हाम्रो कुराहरू अनि यो गर्दै गर्दाखेरि चाहिँ कसै कसैको पोलहरू खोलेको भनौँ न हुन्छ गर्दै गर्दाखेरि अनि मलाई चाहिँ किन आउनु भएको भन्दाखेरि चाहिँ अब मैले सुरुमा हामीले अब मैले हाम्रो दाइले चिनेँ अनि प्रेमलाई चिन्दै गर्दाखेरि अनि मैले सम्बन्धीलाई चिनेँ
अनि दिदी चाहिँ अनि हाम्रो घरमा आएर बस्दैन पढ्नु भएको थियो अनि त्यस मार्फत मैले दिदीलाई चिनेँ अनि पछि गएर दाइरा दिदीको अब हाम्रै आँखाको अगाडि भनौँ न विवाह भयो अनि हाम्रै आँखाको अगाडि अनुराग जन्मियो अनि त्यस कारणले गर्दाखेरि चाहिँ अनि अब त्यो अस्ति भर्खरै जन्मेको केटा भनौँ न यत्र हाम्रो आँखा अगाडि हो त्यो केटा अनि आज चाहिँ अनि अब हामीलाई के भन्छ केही समयको लागि बाबुले चाहिँ हामीलाई अब एक ठाउँमा नै हामीलाई चाहिँ राखेर भनौँ न अब हामीले लिएर जाँदैन त अहिले अनि बाबु चाहिँ आफ्नो भविष्यको लागि चाहिँ बाबु जुनको चाहिँ लिएर जाँदैछ अनि त्यसमा चाहिँ अनि बाबुसँग त्यो राम्रो भएको त्यस कारणले गर्दा पनि कस्तो लाग्छ कहिले काहीँ अब अङ्कल कन्ट्रोल सधैँ बसेको भयो हुन्थ्यो जस्तो लाग्छ अनि तर पनि आफ्नो भविष्य छ त्यो कुराहरू कुरा गर्नुपर्छ अनि म चाहिँ सुरुमा सुरुदेखि भन्नु छन त नाक छैन उसको चुच्चे तर पनि भन्छन् घरमा मायाले फुच्चे फुच्चे उनी जातले त होइन पाण्डे तर साथीहरूले भन्छन् ग्यान्डे सधैँ काम अराउँदा भन्नुहुन्छ म त गर्दिनँ इस सबैले हेर्नु त दाइको नाकमा हेर्नु न टुप्पैमा रहेछ रिस केही कुरा अरायो भने उल्टै उत्तर दिनुहुन्छ फ्याट हान्ने बेला चाहिँ हात चलिहाल्छ है प्याट 17लाई हिन्दीमा भन्छन् 17 फेरि हाम्रो दाइ चाहिँ हो 1 छन् होला टन्ने दाइको फोनमा फोटा बिचरा दाइको रुमलाई पनि एड्रियलले भनिसक्यो ऋतु दिदीको कोठा बिर्सेको त छैन होला मोमो 80 90 एनोस र अनुग्रह हेर आम्मे अनिता दिदीले फेरि सोध्नुभयो घाँटीसम्म आएन दुवैले भने भयो दिदी अब चाहिएन ओके कसैले केही नलिनु होला यो चाहिँ एनोस र हाबिल ब्रदरको हृदयमा गयो ठुलो पहिरो जब अनुदायले खोले कुरो गहिरो जवान सङ्गतिमा खोलिदिए सबैको पोल भेनाजुको शङ्का सत्यतामा परिवर्तन भयो खाएकै रहेछ झोल के भन्यो बुझिनु मैले यो चाहिँ उनीहरूले बुझिसक्यो होइन भयो यति हो सुन्ने के को झोल भने झोल खाँदैन क्या हो सबैको प्यारो लागिरहने माया तपाईँ बिना घर चर झोला सुनसान एक प्रकारको छाया दाजु यर प्रेसेन्स वाज आवर जोय अब त मेमोरिज मात्र बस्छ टु इन्जोय हामीसँग केही नहोला दिनलाई हातमा डर नमानुस् प्रभु तपाईँसँग सधैँ हुनुहुन्छ साथमा जति टाढा जानु भए पनि यु विल अलवेज फाइन्ड यु देयर यु आर फिल्ड विथ हिज लभ ग्रेस एन्ड केयर यो ठुलो छोरीले बोल भन्दा यी भिडियो बोल्न आउँथ्यो त मसँग बोल्दा त